झरीको मौसम सुरु भएसँगै चिया र मम्मीको हातबाट बनेको नरम नरम रोटी परिवारसँग बसेर खाएको साह्रै याद आउँछ भने यी झरी पर्नाले काम पनि त्यति हुँदैन र आफ्नो गोठामा एक्लै बस्नु परेकाले घर परिवारसँग बिताएको हरेक कुराहरू सम्झनामा आउँछ। बेला बेला भिडियो कलमा कुराकानी नै हुन्छ। सन्चो बिसन्चो हालखबर साटासाट हुँदा पनि मनमा बेग्लै खुसीपन महसुस हुन्छ। हिजो खाना बनाउन अल्छी लागेर त्यत्तिकै सुते। यदि यस्तो काम घरमा गरेको भए अघि नै बुवाले डन्डा लिएर सोध्न सक्नुहुन्थ्यो। धन्न सानै उमेरदेखि नै मम्मीले घरको सबै कुराहरू सिकाउनु भएको थियो र अहिले बाहिर आउँदा नि सहज भएको छ। घरमा जस्तो आमा बुवासँग रिसाएर झर्केर ठुस्केर नबोलेर बाहिर नहुने रहेछ। के गर्नु, दिनभरि पसलमा कस्टमरको किचकिच, साउबाको त्यो कहिले नसकिने भाषण अनि सबै काम कुरा सकेर बल्ल रुम आयो अनि फेरि सुरु हुन्छ हाम्रो घर मालिकनी आन्टीको महापुराण। ल है त भिडियो सकिसकेको छ। भिडियो त्यति लामो पनि छैन र राम्रो पनि छैन, थाहा छ मलाई। म अहिले आफ्नो च्यानलमा राम्ररी काम गरेर पनि पाएको छैन। मेरो बाहिरी कामहरू पनि धेरै भइरहेको छ, त्यसैले मैले कन्सिस्टेन्सी दिन सकिरहेको छैन, निरन्तरता गर्न सकिरहेको छैन भिडियोमा काम। अब आउने दिनहरूमा सायद सुधार गर्नेछु भिडियो एनिमेसनदेखि लिएर आफ्नो काममा पनि भन्न चाहन्छु। र भिडियो कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला। थाहा छ मन परेन होला हजुरहरूलाई, जे भए पनि आफ्नो मनमा लागेको कुरा भनिदिनु होला। र अब आउने भिडियोहरू योभन्दा राम्रो प्रस्तुति लिएर आउने बाचाका साथ म बिदा हुन्छु। हस्त नमस्कार, जय नेपाल।